हेलो नमस्ते सबैजनालाई हैन फेरि आज आइसकेको छु म नयाँ भिडियो लिएर यो भिडियो मन परेको सबैजना लाइक सब्स्क्राइब मेरो पुरानो भिडियोमा जस्तो तपाईहरु लाइक सब्स्क्राइब गरिदिनु हुन्छ त्यसैले लाइक सब्स्क्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला है हामी चाहिँ हिजो बेलुका काठमाडौँ आइपुगेको थियो धुलो मैलो जाम यताउति भएर चाहिँ हामी राति 9-10 बजी काठमाडौँ आइपुग्यौं अनि आज दाइको हस्पिटल जानुपर्ने थियो हस्पिटल जाँदाखेरि चाहिँ दाइलाई डाक्टरहरु भेटेन आज छुट्टी रहेछ पब्लिक होलिडे रहेछ त्यही भएर चाहिँ आज डाक्टरहरु पनि भेटेन अनि त्यही यताउति गरेर खुनहरु दिएर मात्र आइम अनि दाइको चाहिँ आइतबार मात्र डाक्टर भेटिन्छ त्यही भएर आज केही काम भएन अनि हामी चाहिँ यता होटल रुमतिर बसेको छौं कि अहिले अनि होटल रुमतिर बसेको कारण चाहिँ दाइलाई अलिकति अब यो गुम्सो हुन्छ नि त होटल रुम त अनि गुम्सो भएको कारण चाहिँ अलिकति गाह्रो भयो जस्तो भयो रे अनि तर आज चाहिँ हामी रबिन पार्क जाँदैछौँ यो भिडियो मन परेर लास्टसम्म हेरिदिनु होला अब चाहिँ हामी होटलबाट बाहिर आइसक्यौँ है अनि यता काठमाडौँको धुलो मैलो धुवाहरू चाहिँ एकदम छ त्यही भएर दाइलाई एउटा मास्क किन्नु हाल्छु मास्क किन्नु त लु दाइ एउटा ठक्क दाइले एउटा मास्क किनिदिन्छ हुन्छ यता दाइले चाहिँ पुरा मास्क किनिदिन्छ मेरो लागि होइन धुलो मैलो यस्तै छ हाम्रो बाइक चाहिँ यता पर होला त्यही हिजो हामी बाइकमा आएको थियो राति काठमाडौँ पर लमजुङबाट बाइकमा आएको थियो गाडीमा दाइलाई गाह्रो हुन्छ अनि फेरि भनेको टाइममा ल्याइ पुऱ्याउँदैन अनि जाम बस्छ अहिले काठमाडौँमा त्यही भएर चाहिँ हामी बाइकमा आएको थियो फेरि यस्तो छ क्या पुरा धुलो मैलोहरू छ काठमाडौँमा त्यही भएर पनि हो एयर पोल्युसनहरू धेरै हुन्छ अनि अब हामी चाहिँ मास्क पनि दाइले किनिसक्नु भयो अब चाहिँ हामी बाटो लागेको यो अब पार्क पुगेपछि तपाईँलाई भिडियो देखाउँछु मन पऱ्यो भने राम्रो छ भने होइन सपोर्ट गरिदिँदै जानु होला अब चाहिँ हामी जाँदैछौँ है भ्यूहरू कस्तो दामी छ क्या आज आकाशहरू होइन राम्रो भइरहेको थियो होइन हामी चाहिँ जाँदैछौँ अनि जाँदै जाँदै हामी भिडियोहरू पनि गर्दै गर्दै जाँदैछौँ होइन कस्तो छ राम्रो छ नि होइन पुरा भ्यूहरू राम्रो छ क्या अब चाहिँ हामी आइसक्यौँ है यो चाहिँ बाहिरबाट पार्क चाहिँ यस्तो देखिन्छ राम्रो छ क्या आज चाहिँ फेरि बादलहरू होइन पर डाँडा काँडाहरू एकदम दामी देखिरहेको छ है घाम पनि उस्तै राम्रो आइरहेको छ यो चाहिँ बाहिरको भ्यू हो होइन अब भित्र पनि के कसो छ गेटमा के कसो सबै भिडियो म बनाउँछु हेरिदिनु होला हामी चाहिँ फाइनली रानीवन पार्क आइसक्यौँ है रानीवन पार्कमा छिर्दा चाहिँ 10 रुपियाँ टिकट लाग्ने रहेछ भित्र चाहिँ एकदम दामी छ क्या दाइ चाहिँ यहाँ हुनुहुन्छ म चाहिँ यता छु अब म भित्र पनि देखाउने छु तपाईँहरूलाई होइन हेरिदिनु होला यो भिडियो अन्तिमसम्म भिडियो के कस्तो भित्र कस्तो छ होइन सब देखाउने छु अब चाहिँ हाम्रो टिकट पनि लिइसक्यौँ है भित्र पस्यौँ अनि टिकट चाहिँ यस्तो छ हाम्रो यो टिकट होइन अनि यो चाहिँ रानीवन पार्क हेर्नु सक्नुहुन्छ यो चाहिँ एकदम दामी छ रानीवन पार्क पहाडको बिचतिर बनेको छ होइन एकदम दामी छ हेर्नु न अब राम्रो छ होइन रमाइलो छ क्या ठाउँ यता यो पानी उयो होला सुकेको होला यता माथि खेल्ने ठाउँहरू छ होइन अनि यहाँ चाहिँ त्यो झुलुङ उयो पिङ छ पनि होइन यो चाहिँ मूर्ति गौतम बुद्धको मूर्ति छ यता चाहिँ दामी छ ठाउँ होइन अनि अब चाहिँ दालाई अलिकति फ्रेस गराउन मैले यहाँ रानीवन ल्याइसकेँ यदि तपाईँहरू पनि अब काठमाडौँ कोही आउँदै हुन्छ नयाँ काठमाडौँ कोही आउँदै हुन्छ भने यता आउनु होइन राम्रो छ ठाउँ एकदम दामी छ क्या ठाउँहरू हेर्नु न यो जुम भएछ यो दामी छ क्या पानी होइन यताउति सब ठिकठाक सब दामी छ होइन यतिकै काठमाडौँ आउँदै हुन्छ भने एकदम दामी छ है यो ठाउँ चाहिँ राम्रो छ एउटा पार्क जस्तो छ होइन रमाइलो छ ठाउँहरू हरियो वन जङ्गल छ त्यही 10 रुपियाँ टिकट लाग्ने रहेछ अरू केही पनि छैन यता पर होटल हो यो चाहिँ होइन अनि यता गौतम बुद्ध यता त्यही सबै दामी छ क्या ठाउँहरू घाम पनि आज फेरि दामी लागिरहेको छ है यस्तो माथि जङ्गलतिरको बिचमा परेको छ क्या दामी छ है हामी चाहिँ यता आइसक्यौँ है यहाँ चाहिँ हामी यता यो बस्ने ठाउँमा आएको थियो अनि दाइ चाहिँ फोटो खिच्ने अरे फेरि त हेर्नु त दाइ फोटो खिच्ने होइन हजुर दाइको फेरि पोज जहिले एउटै हुन्छ है सबै कुरा एउटै हुन्छ अब फोटो कहाँ खिच्ने त फोटो चाहिँ ल ठिक छ अब फोटो सोटो खिचिन्छ है सबैजना हेर्नु कस्तो दामी छ है ठाउँ अब चाहिँ हामी घाम भएर यता बसिरहेको छौँ होइन शीतलमा कस्तो रमाइलो भइरहेछ नि होइन एकदम फ्रेस भइरहेछ भयो होला एकदम राम्रो छ रुममा बस्दा एकदम रमाइलो भइरहेछ दाइलाई पनि होइन ठाउँ राम्रो छ हावाहरू चलिरहेछ अनि के खाजा साजा के खान्छ नि भोक पो लाग्यो त भोक पो लाग्यो जे पाइदिए खानु मिल्दैन अब हेरौँ के पाइन्छ फेरि यता चटपटे पानीपुरी मात्रै देख्छु यता पर पनि तिमी खाऊ न म बस्छु नि त्यसै ल अब के गरौँ त नि अब घाम पो भयो राम्रो छ तर ठाउँ चाहिँ है अलिक बेलुका आयो भने चाहिँ राम्रो छ ठाउँ अहिले चाहिँ अलिकति घाम भएर गर्मी भएर बसेको
हामी बेलुका बेलुका मात्रै निस्किनु है यहाँबाट तर पनि ठाउँ चाहिँ दामी छ माथि माथिहरू पुरा आइराख्नु भएको हामी अब माथि जाउँ ल समीर कता माथि यता माथितिर ल खेलाउने ठाउँतिर जाउँ न तल्लो खेलाउने ठाउँतिर अब चाहिँ दाइ माथि खेलाउने ठाउँमा जान्छु भन्नुभएको थियो त्यो हामी खेलाउने ठाउँतिर जाँदैछौँ है खेलाउने चाहिँ कस्तो छ हेर्नु होला राम्रो छ क्या तर पनि खेलाउने ठाउँ चाहिँ यहाँबाट बाटो छ होइन अनि यो चाहिँ त्यो पानी झर्ने थियो होला अनि बिग्रियो होला सायद अब यस्तोमा चाहिँ पानी झर्छ क्या यस्तो छ होइन यस्तो छ ठाउँ दाइ पनि पछाडि भ्लग गर्दै आउँदै हुन्छ दाइको नि युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला सबैजना है सपोर्ट गरिदिनु होला खेलाउने ठाउँमा पुग्यो मूर्ति छ भगवान्को होइन यता चाहिँ खेलाउने ठाउँ छ खेलाउने ठाउँ छ है बस्ने ठाउँहरू छ यता खेलाउने ठाउँ यहाँ पर चाहिँ पिङ पनि छ है यो पिङलाई के भन्छ थाहा भएन म चाहिँ झुलिङको पिङ नै भन्छु होइन त्यो के भन्छ यता चाहिँ खेलाउने ठाउँ हुन्छ पुरा एकदम राम्रो छ खेलाउने ठाउँ पनि होइन ठाउँ चाहिँ यस्तो छ है बच्चाको लागि एकदम राम्रो छ ठाउँ यहाँहरू हेर्नु खेल्न सक्नुहुन्छ होइन बच्चाहरूलाई एकदम राम्रो ठाउँ रहेछ त्यसपछि पिङ खेल्नेहरू पिङ खेलिरहेको छ घुमाउने खेल्नेहरू घुमाउनु चिप्लेटी खेल्ने चिप्लेटी है अनि यहाँ चाहिँ ठुलो मान्छेको लागि पिङ वाह तर किन मलाई खेल्नै डर लाग्छ त्यो मात्र हो न त खेलिदिन्थेँ दाइ पिङ नखेल्ने नखेल्ने ल जाउँ न त अब अलिपुता है ठाउँहरू त्यस्तो छ है राम्रो छ बस्ने ठाउँ छ यहाँ पर है यता चाहिँ यस्तो एकदम राम्रो पछाडि त हुन्छ म अगाडि है दुईजना युट्युब च्यानल चाहिँ त्यो दुईजना भ्लग गर्दै गर्दै अगाडि पछाडि हुन्छ भ्लग गर्दै गर्दै आउँदैछौँ पिकनिक स्पोट पनि दामी छ जस्तो छ यहाँ चाहिँ यता चाहिँ पिकनिक बनाउँदै आँट्नु भएको होला सायद राम्रो छ ठाउँहरू आउनु सक्नुहुन्छ पानीपुरी खान्छ मलाई पानीपुरी खान अब चाहिँ हामी पानीपुरी चटपटी खान जाँदैछौँ कसो पानीपुरी चटपटी खानु दोकान पानीपुरी चटपटीमा चाहिँ एकदम भिड थियो त्यही भएर मलाई चाहिँ पानीपुरी चटपटी खानु मन लागेन मैले चाहिँ आइसक्रिम खाएँ है अनि पानीपुरी चटपटी चाहिँ बाहिर खाऊँ भनेर दाइलाई भने अनि म चाहिँ यहाँनिर बाहिर बसेर आइसक्रिम खाँदै थिएँ अनि दाइ चाहिँ भिडियो एकछिन भित्र बसेर एकछिन एक दुईवटा भिडियो बनाउँछ नि भित्रै हुनुहुन्छ है अब चाहिँ हामी पार्कबाट निस्केर है अनि भोक लाग्यो त्यो भएर दाइलाई चाहिँ मैले पानीपुरी खानु यता चटपटी खानु न भनेर चाहिँ यता रोकेँ अनि दाइ यहाँ हुनुहुन्छ दाइ चाहिँ चटपटी खानु त्यति मिल्दैन त्यही भएर म चाहिँ खानु भनेर यता ल्याएको छु अनि चाहिँ अङ्कलले चटपटे अनि लाफिङ एक ठाउँ चटपटे बनाइरहेको छु चाहिँ ठ्याक्क त्यो पार्कको अलिक अगाडि आएपछि चाहिँ यो ठ्याक्कै यो दोकान छ है कुन ठाउँ रे यो ठाउँको नाम चाहिँ के हो के ठाउँ हो त हजुर बोहरा यो ठाउँको नाम चाहिँ बोहरा अरे यहाँ चाहिँ लाफिङ चटपटे पानीपुरी सबै पाउँदो रहेछ अनि हामीले चाहिँ लाफिङ र चटपटे मगाएको छौँ होइन यहाँ घुम्न आयो भने सबैजनाले यो पसलमा खाना आउनु हुन्छ अब चाहिँ हामी घुमेर सुमेर है हामी चाहिँ रुममा आइपुग्यौँ अनि रुममा आइपुग्यौँ अनि त्यसपछि रुममा आइपुगेपछि अब दाइले केही भन्नुहुन्छ दाइको यो एउटा भिडियो छ यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला सबैजनालाई नमस्ते होइन प्रेमसी अनि फेरि म हजुरहरूलाई के भन्न चाहन्छु भन्ने होइन म चाहिँ बिरामी छु नि त म चाहिँ किडनी रोगी हो होइन कतिपय मेरो युट्युब हेर्नेहरू हजुरहरूलाई थाहा नहोला होइन मेरो चाहिँ किडनी फेल भएको चाहिँ लगभग जस्तै 4 वर्ष हुन लागिसक्यो डायलिसिस गर्न थालेको चाहिँ मलाई चाहिँ एकदमै गाह्रो हुन्छ होइन अनि किडनी ट्रान्सप्लान्टको लागि चाहिँ एकदमै धेरै रकम लाग्छ नि त त्यही भएको कारणले होइन एकदमै गाह्रो हुन्छ पैसाहरू जुटाउन चाहिँ एकदमै गाह्रो हुन्छ त्यो सबैलाई थाहा भएको कुरा हो होइन जसले दुःख बुझेको छ होइन
अनि मनकारीहरूले चाहिँ सपोर्ट गर्नुहुन्छ, हेल्प गर्नुहुन्छ होइन। तर दुःख नबुझ्नेहरूले चाहिँ त्यही नै भन्न चाहन्छु होइन। सबैले बुझ्नुहुन्छ यो कुराहरू। अनि चाहिँ के भन्न चाहन्छु भने सबैजनालाई भने हात जोड्न चाहे, मेरो युट्युब च्यानल चाहिँ भर्खरै नयाँ खोलिरहेको छु होइन। सबैजनाले सपोर्ट गरिदिनु होला होइन। सबैजनाले नयाँ छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु है। तपाईँहरूको सपोर्टले नै म अगाडि बढ्नेछु होइन। त्यही नै हो। सबैजनालाई म एकदमै धेरै होइन थ्याङ्क यू सो मच भन्न चाहन्छु। तपाईँहरूले सपोर्ट नगरेको होइन, एकदमै सपोर्ट गर्नुभएको सकेको छ। अझै पनि मलाई धेरै नै सपोर्टहरू तपाईँहरूको मायाहरूको खाँचो छ। प्लिज सबैजनाले सपोर्ट गरिदिनु होला है त। हुन्छ, थ्याङ्क यू। हुन्छ अब यो भिडियो हेरिदिनु भयो होला होइन। राम्रो लाग्यो लाइक सब्सक्राइब गरिदिनु होला। त्यसलाई सकेसम्म सपोर्ट गरिदिनु होला सबैजना मिलेर है। अनि तपाईँहरूले सपोर्ट गर्दै गर्दै जानै भएको छ है। यसरी नै अघि अब आउने दिनहरूमा सपोर्ट गर्दै जानु होला। सबैलाई थ्याङ्क यू। यो मेरो भिडियो हेरिदिनु भएको म अन्त्यसम्म मन पऱ्यो भने लाइक सब्सक्राइब गरिदिनु होला।